अनि नमस्ते दर्शक महानुभावहरू, यतिखेर हामी रानासको हाराबोटमा छौँ। अस्ति हामीले रानासमा पाएका डकुमेन्ट ह्यान्डओभर गर्दैछौँ। यतिखेर भाइ पालुङटार खोप्लाङबाट आउनुभएको छ। के नाम हो भाइ हजुरको? अमृत तामाङ। अमृत तामाङ। यता हाम्रो नानीले प्राप्त गर्नुभएको रहेछ। सुजान भाइ र हाम्रो जुन तामाङ मार्फत चाहिँ हामीले सार्वजनिक गरेर उहाँहरू सम्पर्कमा आउनुभएको छ। डकुमेन्ट चेक गर्दै हुन्छ भाइले। हेर्नुहोस् है, तपाईँको मेन डकुमेन्टहरू नहराए भयो, अरू त त्यस्तै हो होइन। लाइसेन्स र नागरिक त के छ? नेसनल आइडी मेरो बहिनी हो कि यो? ए बहिनीको हो। के नाम बहिनीको? राम्रोसित हेर्नु सामानहरु। बहिनीको के नाम हो? अस्मिता तामाङ। ए अस्ति राइनस घुम्न आउँदाखेरि हराउनु भएको। फोन पनि गरेको हो नि त, फोन पनि गर्दैन। यो भिडियो चाहिँ मैले राइनसकोट लमजुङको फेसबुक पेजमा अपडेट गराउँछु है त। तपाईँहरूलाई त्यस्तो खालको केही समस्या त छैन है? राम्रोसित यता हाम्रो नानीले चाहिँ भान्जीले चाहिँ सहजीकरण गरिदिनु भएको छ। धेरै धेरै धन्यवाद। यता हाम्रो बुहारी नानीले होइन, जे जस्तो छ कि भएर हामीलाई के हामीले गरेको धर्म हो नि त होइन। पैसा चाहिँ रहेन अब त्यो पैसा भन्दा नि यो बिलबुलहरु थियो। बाजे बुढो रहेछ। लेडिजहरूको त फेरि सँगै पनि डकुमेन्टहरू ऊ राख्छ नि त, केटा मान्छेले वालेटमा छुटेर राख्छ होइन। ल हाम्रो भाइ चाहिँ यहाँ बरु हामीलाई लोकेसन प्राप्त गर्नको लागि दुःख पाउनु भएको जस्तो छ होइन। सबभन्दा ठुलो कुरा पायो, खुसी। डकुमेन्ट प्राप्त भएको छ। धेरै धेरै धन्यवाद। तपाईँलाई पनि बधाई शुभकामना भन्न चाहन्छु। प्राप्त गर्नुभयो, खुसीको खबर हो नि त होइन। किन नत्र त यसको यो डकुमेन्टको लागि धेरै पापड पेल्नुपर्छ, दुःख गर्नुपर्छ होइन। हाम्रो सुजान नेपाललाई चिन्नुहुन्छ? पालुङटार एफएममा काम गर्नुहुन्छ नि। ए उहाँले चाहिँ अपडेट गर्नु भएको छ क्या। ए ल हुन्छ भाइ, धेरै धेरै धन्यवाद। फोन पनि गरेको